एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई न्यू भ्लग। नयाँ दिन नयाँ सुरुवात अनि आइसक्यौँ तपाईँहरूको सामु नयाँ भिडियो एन्ड भ्लग लिएर। आज भने भ्लगको सुरुवात गर्दैछु म आफ्नै किचनबाट। घरमा छु, आज अलि ढिला भयो, आज छुट्टी छ है। आज गणतन्त्र दिवस। घरमै दिनभरि एकदमै गर्मी छ। म त साथीहरू नास्ता बनाउन थालेको है, दिउँसोको खाजा के खाने भनेर थोरै भए पनि केही खाना पर्छ भन्नुहुन्छ कि मेरो सासू बहिनीले। अनि पास्ता बनाएको छु। नास्ता चाहिँ म्याक्रोनी हेर्न सक्नुहुन्छ, सादा सिम्पल यही हो। र अनि तपाईँहरूलाई चाहिँ सासू मम्मी चाहिँ टिकटक भिडियो बनाउन पऱ्यो, आज फोटो खिच्नु पऱ्यो भनेर माथि जानु भएको छ छतिर। अब देखाउँछु तपाईँहरूलाई, सेयर गर्नुहोस् है। मेरो छोरी पनि उठेर बाहिर आएकी छिन्। यो कोही चाहिँ यो के गर्छ यो सानो मान्छेले। छुजु ए म छोरीले पनि फेरि कपडा खोजिहाल्छ नि, यस्तो उठेपछि नयाँ कपडा लगाइहाल्ने रे। हजुर बुवा, मम्मीले बोलाउनु भएको छ, यस्तो जानु त माथि। बुवाले मान्दै मान्नुहुन्न। हाम्रो फेरि बुवाले भिडियो गराउनु भनेपछि फोटो खिच्न भनेपछि मान्नुहुन्न। खिच्दिन पऱ्यो भनेर हो बुवामाको। हेर्नुहोस् है गाइज, म देखाउँछु आफै। बुवा मम्मीले बोलाउनु भयो, यस्तो जानु अरे। होइन त्यो फोटो मात्र खिच्नलाई हो अरे के, त्यही टी सर्टमा नि हुन्छ अरे। बुवालाई फेरि बनाउनु मन लाग्दैन, पर्दैन भन्नुहुन्छ। ए भरे मम्मीको रहर, बुवाले पर्दैन भन्नुहुन्छ। आज गाइज एकदम गर्मी छ, बाहिर देख्न सक्नुहुन्छ, टन्टला फुल घाम लाग्छ है। अनि हाम्रो आमाले चाहिँ आज फोटो भिडियो गराउन पऱ्यो, एक दुईवटा फोटो खिचौँ, कहिले काहीँ चाहिन्छ भन्नुभएको छ। अनि फोटो खिच्ने भनेको गाइज हेर्दै गर्नु होला मेरो यो छोटो भ्लगलाई। म देखाउँदैछु। मम्मीले टिकटकका भिडियो एक दुईवटा बनाउँछु, रहर लागेछ मलाई भन्नुभएको छ। अनि फोटोहरू पनि खिच्दिन मन लागिरहेको थियो मलाई। अस्तिबाट भ्याइएकै थिएन कि, छुट्टी चाहिँ नहुने। बोर्डिङ स्कुलतिर लगाएपछि त्यस्तै दुःख हुन्छ, छुट्टी प्रायः जसो हुँदैन। आज गणतन्त्र दिवस भएर हो। उहाँ हुनुहुन्छ मेरो श्रीमान, के गर्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, के गर्नुपर्छ आमाले देखाउँछ गाज। हेलो भन्नुहोस् त। हेलो हेलो गाइज। त्यति हो पुटुङ्ग्री छोरी। हेलो भनिदिउँ, हेलो भनिदिन्छु। मेरो छोरीले चाहिँ यहाँ चस्मा लाएर यता आमाले टिकटक बनाउने भिडियो फोटो खिच्नु भनेको, नानीले पनि फोटो खिच्ने टिकटक बनाउने के गर्दैछिन्। अब फेरि आमाले उता साडी लाउँदै हुनुहुन्छ, फेरि अँधेरो आएको ब्लाउजको टाइम उफ्लाउन मिलेन के। आमाले फोटो खिच्नु भनेर पुरा टक्क पर्न, छोरी पनि त्यसो गर्छ। अहिले त अघि नै सुरुमै मैले लगाएर फोटो खिचेको। अब आमाको पालो छ, देख्न सक्नुहुन्छ उता क्यामेराम्यान पोज सिकाउँदै हुनुहुन्छ। मेरो छोटो भ्लग पुरै हेरिदिनु होला। अनि मेरो च्यानललाई लाइक कमेन्ट गरेर सब्सक्राइब गरिदिनु होला गाइज।